नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरु लामा। न्यूज सुरु गरौं नक्टा झिजमा गैराती 3वटा घरमा चोरी भएको सम्बन्धी प्रसंगबाट। धनुषाको मिथिला नगरपालिका 2 स्थित नक्टा झिजमा गैराती 3वटा घरमा चोरी भएको छ। चोरी गर्दै गर्दा स्थानीयहरूले एकजना चोरलाई समातेको छ। चोरले 3 जनाको घरमा घरको भित्ता काटेर चोरी गरेको स्थानीयले बताएका छन्। चोरले विश्वकर्मा चौक स्थित स्थानीय उपेन्द्र महतो, बम राय र स्वास्थ्य चौकी नजिकै भगलु महतोको घरमा घरको भित्ता काटेर चोरी गरेको हो। चोरी गर्दै गर्दा भगलु महतोको घरमा एकजना चोर समातिएको छ। चोरलाई राति नै इलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मा लगाइएको स्थानीयहरूले बताएका छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगरले एकजना चोर समातिएको बताए पनि चोरको विषयमा अनुसन्धान भइरहेकोले नाम ठेगाना खोल्न चाहेका छैनन्। प्रदेश सभामा विपक्षी सांसदहरूले सरकारको कडा आलोचना गरेका छन्। प्रदेश सभालाई 6 महिनासम्म ठप्प गरी जनताबाट निर्वाचित प्रदेश सांसदको भूमिकालाई समाप्त गर्न खोजेको टिप्पणी गरेका छन्। सोमबार सुरु भएको 5औं अधिवेशन बोल्ने सांसदहरूले सरकारका मन्त्रीहरू एकलौटी रूपमा बजेट खर्च गरी भ्रष्टाचारमा लिप्त हुँदा 3 वर्षसम्म प्रदेशको नाम र राजधानी टुङ्गो लगाउन नसकेको आरोप लगाएका छन्। नेकपा एमाले संसदीय दलका नेता शत्रुघ्न महतोले प्रदेश सरकार 3 वर्षसम्म राजधानी र प्रदेशको नाम समेत टुङ्गो लगाउन नसक्नु दुर्भाग्य भएको टिप्पणी गर्नुभयो। प्रदेशको नाम र राजधानी 2 काम गरेको भए सरकार र प्रदेश सांसद बधाईको पात्र बन्ने सक्थ्यो, महतोले भन्नुभयो। सरकारले प्रदेशको नाम र राजधानीको प्रस्ताव मात्रै राखे, टुङ्गो लगाउन समन्वय गरेन। राजधानी र नाम तोक्न सरकारले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्छ। सरकारसँगै कारण प्रदेशको नाम र राजधानी अन्योलमा परेको उहाँले आरोप लगाउनुभयो। प्रदेशमा बलात्कार, डकैती र आपराधिक घटना बढ्न प्रदेश सरकारले जनताको शान्ति सुरक्षा कायम गर्न असफल साबित भएको आरोप पनि लगाउनुभयो। प्रदेश सभाको बैठक लामो समयसम्म नबस्दा जनताको समस्या झन बढिरहेकोले प्रदेश सभाको बैठकलाई निरन्तरता दिन आग्रह गर्नुभयो। प्रदेश सभा बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता राम सरोज यादवले प्रदेश सरकारमा रहेका दल नै नेताविहीन रहेको भन्दै सरकारलाई तत्काल दलको नेता चयन गर्न सुझाव दिनुभयो। 12 मा एकजना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको छ। नारायणी अस्पतालमा उपचारको क्रममा जेतपुर सिमरा उपमहानगरपालिका 9 का 37 वर्षीय पुरुषको मृत्यु भएको हो। मंगलबार बिहान 3:30 बजे उनको मृत्यु भएको अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिनुभएको छ। खोकी, ज्वरो र मुखबाट रगत आएपछि निजी अस्पतालमा उपचार गराइरहेका दुवै फोक्सोमा कोभिड निमोनिया रहेको थियो। डाक्टर सिंहले भन्नुभयो, अक्सिजन दिँदा समेत 40% भन्दा बढेन। ज्वरो पनि घटिरहेको थिएन। जति कोसिस गर्दा पनि बचाउन सकिएन। भारतको हैदराबादबाट होली पर्व मनाउन चैतको 14 गते उनी घर फर्किएका थिए। स्वास्थ्यमा समस्या आएपछि चैत 26 गते उनलाई वीरगञ्जको एडभान्स अस्पतालमा भर्ना गरिएको थियो। पीसीआर परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएपछि चैतको 30 गते राति 1:15 बजे उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो। एडभान्स उपचारको क्रममा हेमोग्लोबिन 4.7 मात्रै भएकोले 3 पिन्ट रगत चढाइएको डाक्टर उदय नारायण सिंहले बताउनु भएको छ। 2 दिन कोरोना संक्रमण गराउन नमानेका उनलाई चिकित्सकले सम्झाइ बुझाइ स्वाब संकलन गरेर नारायणीमा परीक्षणको लागि पठाएका थिए। उद्योगी व्यवसायीहरूको साझा जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावमा केही अनपेक्षित परिणाम आएको छ, तर अधिकांश परिणाम अपेक्षा गरिए अनुसारको छ। गेम चेन्जरहरूको अप्रत्याशित सक्रियताले चुनावको परिणाममा फरक देखिएको छ। जौवा संघको चुनावमा निर्वाचित अध्यक्ष जितेन्द्र महासेठले सबै दलको निकटको मत लिन सफल भए, तर पार्टीगत रूपमा उम्मेद्वार बनेका जितेन्द्र शाहलाई दलकै नेताहरूबाट घात भयो। चुनावको परिणामलाई प्रभावित गर्ने भूमिकामा निर्मल कुमार चौधरी, जीवनाथ चौधरी, शेष नारायण यादव, मनोज कुमार शाह लगायत प्रमुख थिए।
अध्यक्षको परिणाम भन्दा वरिष्ठ उपाध्यक्षमा राजनीतिक सक्रियता बढी देखियो। सुरेन्द्र भण्डारीको पक्षमा नेकपा एमालेका नेता एवं पूर्व मन्त्री रघुवीर महासेठ लगायतका सक्रिय रहेका थिए। त्यसकारण भण्डारीका कतिपय सहयोगीहरू यसपटक अल्गिएको देखियो। विजयी भएका मनिष रमन शाहको पक्षमा वातावरण बनाउन जीवनाथ चौधरी, निर्मल चौधरी, शेषनारायण यादव लगायतको भूमिका महत्त्वपूर्ण मानिएको छ। एमाले नेता महासेठको प्रभावलाई कमजोर बनाउन यिनीहरूले शाहको पक्षमा वातावरण बनाउन सफल भए। अध्यक्ष उम्मेदवारको तुलनामा वरिष्ठ उपाध्यक्षमा झिनो मत अन्तरले निर्णय भएको छ। भण्डारीसँग निर्मल र शेषनारायणको सम्बन्ध तिक्तता छैन, तर नेता महासेठसँगको द्वन्द्वको कारण जीवनाथले भण्डारी विरुद्ध वातावरण बनाउन अग्रसरता देखाएका थिए। कांग्रेस पार्टीका नेताहरू भण्डारी विरुद्ध जुटे पनि अध्यक्षमा भने फरक स्थिति थियो। कांग्रेस नगर सभापति मनोज शाहले जितेन्द्र महासेठलाई सघाएका थिए। निर्मल चौधरीको समर्थन पनि महासेठतिर थियो। जीवनाथ भन्ने जितेन्द्र शाहको पक्षमा लागेका थिए। शेषनारायण, निर्मल पनि महासेठको पक्षमा काम गरेका थिए। अन्य पदहरूको भन्दा जौवा संघको चुनावमा वरिष्ठ उपाध्यक्ष नै सर्वाधिक प्रतिष्ठाको विषय बनेको थियो। कोषाध्यक्ष र सचिवमा एकतर्फी जितको अनुमान पहिले नै गरिएको थियो भने गेम चेन्जरहरू पण्डितको रूपमा पक्षमा रहेका थिए। त्यहाँ विभाजन देखिएनन्। वरिष्ठ उपाध्यक्षको चुनावमा नेता महासेठको सक्रियताले भण्डारीको लोकप्रियतामा कमी आएको कतिपयको बुझाइ छ। उनको खुल्ला सहयोगीले भण्डारी विरुद्ध जनमत तयार गर्न जीवनाथ, शेषनारायण, निर्मल लगायतलाई सहज भएको थियो। तर भण्डारीले गरेको प्रतिस्पर्धा कतै कमजोर देखिएन। हुन त उनले चुनावमा धाँधली गरेर हराएको आरोप पनि लगाएका छन्। सत्तारूढ दल नेकपा एमालेका पूर्व मन्त्री महासेठको प्रशासनिक निकायमा बलियो पकड रहे पनि उनका सहयोगीहरू पिटिएका छन्। चुनावमा महासेठको प्रभावलाई कमजोर बनाउन निर्मल चौधरी, शेषनारायण यादव, जीवनाथ चौधरी लगायतले खेलेको भूमिकाको प्रभावले भण्डारीको व्यक्तिगत भोट समेत बिग्रिएको विश्लेषकहरूको कथन छ। विगतमा विमलेन्द्र निधिले जौवा संघको चुनावमा प्यानलको उम्मेदवारहरूलाई मतदान गर्न सार्वजनिक आह्वान गर्दा पुरै प्यानल पराजित भएको घटनासित महासेठको सक्रियतालाई पनि जोडिएको छ। जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने लगायतको माग राख्दै पिछडा वर्ग ओबीसी महासभाले जिल्ला प्रशासन कार्यालयमा धनुषामा धरना दिएको छ। महासभाका दर्जनौं कार्यकर्ताले सोमबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा घण्टौं धरना बसे। उनीहरूले पिछडा वर्ग ओबीसी आयोग गठन गर्नुपर्ने, राज्यको हरेक निकायमा आरक्षण दिनुपर्ने, किसानहरूको समस्या समाधान गर्नुपर्ने लगायतका माग राखेका छन्। मगही, भोजपुरी र अवधी भाषा विकास बोर्ड गठन गर्नुपर्ने, पिछडा वर्ग ओबीसी प्रतिष्ठान गठन गर्नुपर्ने, क्रसर माफियाले हत्या गरेका ओम प्रकाश महतो दिलीपलाई पर्यावरण शहीद घोषणा गर्नुपर्ने माग पनि महासभाले गरेको छ। यसअघि महासभाले सिराहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्ला प्रशासन कार्यालयमा पनि धरना दिएका थिए। महासभाले विशेष गरी जन्मसिद्ध नागरिकता पाएका व्यक्तिहरूको सन्तानलाई नागरिकता दिन पटक पटक माग गर्दै आए पनि सरकारले चासो देखाएको छैन। पर्सा प्रहरीले भन्सार चोरी पैठारीको माल सामान ट्रक सहित नियन्त्रणमा लिएको छ। वीरगञ्जबाट नारायणगढतर्फ गइरहेको ना 3 ख 7210 नम्बरको पशुपति रोड कैरियर्सको मालवाहक ट्रकमा भन्सार छली गरेको पैठारी गरी ल्याइएका खुद्रा सामानहरू प्रहरीले नियन्त्रणमा लिएको हो। नक्कली बिल बीज बनाई लगिँदै गरेको भन्ने सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर 14 गण्डकी स्थित रोकी जाँच गर्ने क्रममा उक्त ट्रकभित्र 42 लाख बराबरका कस्मेटिक्स, हार्डवेयर र किराना सामान फेला परेको प्रहरीले जनाएको छ। सामान सहितको ट्रक तथा चालक जिल्ला 12 जितपुर सिमरा उपमहानगरपालिका 7 बस्ने 28 वर्षीय सूरज सिंह समेतलाई नियन्त्रणमा लिए आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। विश्वभरमा 11 करोड 4 लाख भन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। मंगलबार बिहानसम्ममा 11 करोड 4 लाख 19 हजार
87 जना संक्रमित कोरोना मुक्त भएका हुन्। हालसम्ममा विश्वभरमा 13,74,40,920 जनामा कोरोना संक्रमण भएको छ। संक्रमित मध्ये 29,58,141 जनाको मृत्यु भइसकेको छ। हाल विश्वभरमा 2,38,63,000 भन्दा बढी सक्रिय संक्रमित छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्ममा 3,19,85,000 भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। संक्रमित मध्ये 2,42,57,000 भन्दा बढी निको भएका छन् भने 5,76,219 जना संक्रमितले ज्यान गुमाइसकेका छन्। भारतमा हालसम्ममा 1,36,86,000 भन्दा बढी मानिस संक्रमित भएका छन्। संक्रमित मध्ये 1,22,50,000 भन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या 1,71,089 जना पुगेको छ। नेपालमा हालसम्ममा 2,80,524 जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्ये 2,74,165 जना निको भएका छन्। यहाँ कोरोनाबाट 3,053 जनाले ज्यान गुमाइसकेका छन्। मंगलबार नेपाली बजारमा सुनको भाव प्रति तोला 100 रुपैयाँले घटेको छ। सोमबार छापावाला सुन प्रति तोला 89,600 रुपैयाँमा कारोबार भएको थियो भने आज प्रति तोला 89,500 रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा तेजाबी सुन प्रति तोला 89,050 रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी मंगलबार प्रति तोला चाँदी 1,260 रुपैयाँमा कारोबार भइरहेको छ। सप्तरीको सुरुङ्गा नगरपालिका 4 मधुपट्टी वीरनगरमा आयोजित मेयर भलिबल कप प्रतियोगितामा सुरुङ्गा नगरपालिका 5 कुसाहा फाइनल चरणको खेलमा विजयी भएका छन्। प्रगतिशील युवा क्लब मधुपट्टी वीरगणको आयोजनामा राष्ट्रियको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नाराका साथ चैत 22 गतेदेखि सुरु भएको मेयर भलिबल कप प्रतियोगितामा सुरुङ्गा नगरपालिका 5 कुसाहाले सुरुङ्गा नगरपालिका 9 टिकुलियालाई 17-19, 25-22, 19-17 को सोझो सेटले पराजित गर्दै विजयी हात पारेका छन्। विजयी भएका कुसाहा टिमलाई सुरुङ्गा नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ चौधरी तथा सुरुङ्गा नगरपालिका 4 का वडा अध्यक्ष देवेन्द्र चौधरी तथा जेएस मुरारका बहुमुखी क्याम्पस लाहान सिराहाका सभापति अशोक चौधरी र आयोजक प्रगतिशील युवा क्लबका अध्यक्ष तरुण चौधरीले प्रमाणपत्र, मेडल तथा विजयी टिमलाई नगद 21,000 तथा उपविजेता टिमलाई नगद 11,000 र प्रमाणपत्र तथा मेडल प्रदान गरेका थिए। विजयी भएका टिमका रामसुन्दर चौधरी तथा उपविजेता टिमका प्रशान्त चौधरी उत्कृष्ट खेलाडी भएका थिए। हवस् त, यसका साथै टुडे न्यूज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौं। टिभी टुडे जनकपुर हेर्दै गर्नुहोला। नमस्कार।